Hey guys, good morning. Welcome back to my YouTube channel once again. नयाँ दिन नयाँ सुरुवात आज एकछिन बाहिर जाने प्रोग्राममा छु कहाँ जान्छु भन्दाखेरि धुलाहारी जाने प्रोग्राममा छु अनि हाम्रो नानी पनि पछाडि लागेकी छिन् नानी यहाँ हाम्रो नानी पनि पछाडि तिमी जाने कि नजाने कहाँ जाने तिमी तपाईसँग आऊ यता ओराऊ अनि गाइस अब नानी पनि जान्छु भन्दै छिन् नानीलाई पनि मैले जिस्काइराखेको थिएँ अनि जिस्काउँदा जिस्काउँदै अब फिलहाल अहिले चाहिँ जाने कुरा गर्दैछिन् यो चाहिँ मेरो फुपूको छोरी हो गाइस हेर्न सक्नुहुन्छ धेरै नै चलचक चक 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 गर्छिन् बल खेला बल 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 खेल्दैछिन् अनि लाइक अब म चाहिँ भर्खरै मेरो दिनको सुरुवात गाइस नानी फेरि माथि चढेकी छिन् उयो माथि नानी केही भन्देऊ त दुई कुरा भन्देऊ न गाइस यु क्यान वाच हर वेयर सी इज नाउ बाबा के गरेको तिमी अहिले लडियो भने नि त लडियो भने नाटक नि हो नाटक गाइस यहाँ हेर्नु कहाँ चढेकी छिन् अब यता अब त्यस्तै हो के छ भन गाइस भन हाई गाइस भन गाइस फिलहाल अहिले म जाँदैछु धुलाबारी त्योभन्दा अगाडि चाहिँ मलाई जानु छ चाराली ब्याङ्कमा फिलहाल मेरो के भएको थियो भने मैले एटिएम कार्ड चाहिँ युज गरेको थिइनँ पुरानो त्यो चाहिँ कहाँ हरायो जस्तो लाग्यो क्या गाइस मलाई अनि त्यसको चिप पनि बिग्रेको थियो त्यही भएर नयाँ एटिएम कार्ड रिक्वेस्ट गर्छु गएर देख्न सक्नुहुन्छ गाइस मेरो फिलहाल ब्याङ्कमा काम भएन अनि त्यही भएर म चाहिँ फर्केर आउँदैछु अनि त्यही भएर चाहिँ अहिले अब धुलारी जान लागेको गाइस देख्न सक्नुहुन्छ तपाईँहरू अहिले फिलहाल ब्याङ्कमा किन काम भएन भने मलाई त्यो यात्रीको कार्ड चाहिएको थियो त्यो कार्ड चाहिँ फिलहाल आउनु छोडो अरे तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर बस उभिरहेछ त्यो बसमा चाहिँ म उठेँ अब फिलहाल गाइस देख्न सक्नुहुन्छ चारालीको दृश्य म अहिले धुलाबारीतर्फ लाग्दैछु तपाईँहरू आज बस यति भिड छैन अब फिलहाल अहिले धुलाबारी पुग्न मलाई 15 मिनट लाग्न सक्छ गाइस अनि म धुलाबारी ओर्लेर तपाईँहरूको पेसेन्जर उठ्नका लागि देख्न सक्नुहुन्छ तपाईँहरू गाइस एउटा अङ्कल आउनु भएको छ यो अङ्कललाई छेउमा बसौँ आउनु न यता गाइस आउनु भएन अङ्कल काका यता आउनु न गफ गरौँ ओ काका यता आउनु यता यहाँ सिट खाली छ गाइस काकालाई बोलाएको काका आउनु भएन काका रिसा यस्तो छ लडिन्छ यता आउनु गाइस काका रिसाइराख्नु भएको छ काका यता आउनु भएन मैले बोलाउनु चाहिँ बोलाएको गाइस मेरो गल्ती चाहिँ छैन हेर्नुहोस् गाइस यहाँनिर 2-3जना मान्छेहरू आउँदैछन् म यहाँहरूलाई यता बसाउँछु यता बसाउनु कोसिस गर्छु आन्टी बस्नु न यहाँ बस्नु गाइस यहाँ आन्टी आउनु भएको छ आन्टी कहाँसम्म जानुहुन्छ तपाईँ ए आन्टी पनि धुलाबारी जानुहुन्छ अरे गाइस आन्टी हेलो भनिदिनु न मेरो हेलो भन्नु अनि आन्टीको घर चाहिँ कहाँ हो ए आन्टीको घर धाइजना अरे गाइस देख्न सक्नुहुन्छ आन्टी आउनु भएको छ मेरो सिटको छेउमा अब आन्टी र म पनि धुलाबारी भएको छ मैले बसको भाडा दिइसकेँ हेर्न सक्नुहुन्छ तपाईँहरू दृश्य हाम्रो हेर्छौँ दाइ हुनुहुन्छ यहाँनिर पैसा उठाउँदै आउनु भएको छ मैले दाइलाई 50 रुपियाँ दिइसकेँ कति फर्काइदिनुहुन्छ थाहा छैन दाइले कति पठाइदिनु हो दाइ अनि पैसा फर्काइदिनु भएन त गाइस दाइले पैसा फर्काइदिनु भएको छैन माग्ने पर्यो मेरो 20 रुपियाँ पैसा दिनुहोस् ए दाइले भन्नुभएको पर्खिनु अरे एकछिनमा दिनुहुन्छ अरे चेन्ज नभएर होला धन्यवाद दाइ गाइस दाइले पैसा दिइसक्नु भयो 50 रुपियाँ दिएको थियो 30 रुपियाँ काटेर मलाई 20 रुपियाँ दिइसक्नु भयो देख्न सक्नुहुन्छ हाम्रो दाइ साह्रै इमान्दार हुनुहुँदो रहेछ सबैजना यो गाडीमा ट्राभल गर्नु होला गाइस म पुगिसकेँ धुलाबारी देख्न सक्नुहुन्छ हामी ओर्लिँदैछौँ धुलाबारीमा फिलहाल अब धुलाबारीमा हामी पुगिसक्यौँ त्यहाँबाट बजारतिर जानेछौँ थ्याङ्क यू मेरो दाइ गाइस थ्याङ्क यू गाइस हामी धुलाबारी ओर्लिसक्यौँ देख्न सक्नुहुन्छ अब हामी गाइस देख्न सक्नुहुन्छ अहिले म धुलाबारीको छारी आएको छु यो छारीको दृश्य हो तपाईँको यहाँबाट भित्र जानुपर्छ गाइस यहाँबाट भित्र गयो भने चाहिँ यहाँ छारी भन्ने रेस्टुरेन्ट छ एउटा अनि त्यही रेस्टुरेन्टमा चाहिँ म अहिले फिलहाल जाँदैछु देख्न सक्नुहुन्छ माथि बार छ अब हेरौँ गाइस यहाँनिर के छ कस्तो छ होइन हेलो माथि गाइस देख्न सक्नुहुन्छ तपाईँहरू आउनु सक्नुहुन्छ यहाँनिर बवाल छ गाइस मलाई मन पर्यो मलाई अस्तिदेखि आउनु चाहिँ मन लागेको थियो तर मैले फ्री टाइम पाएको थिइनँ त्यही भएर चाहिँ म अहिले आइहालेँ बस्ने ठाउँ कता हो त्यता भित्र छ गरी बस्दा नि हुन्छ
गाइस मैले यो दाइलाई चाहिँ लिटरली चिने होइन, तर यो दाइले मलाई चिन्नुहुन्न, मलाई थाहा छ। मैले चाहिँ चिनिसकेँ यो दाइलाई। अब तै पनि म बोलेको चाहिँ छैन। अब हेरौँ गाइस, दाइ बोल्नु भयो भने चाहिँ के छ कस्तो छ। तर देख्न सक्नुहुन्छ तपाईँहरू, बवाल छ गाइस, एम्बियन्स यस्तो छ। माथि गएर देखाउँछु तपाईँहरूलाई म। फिलहाल अहिले म माथि जाँदैछु, अब माथि बस्छु गाइस, अनि तपाईँहरूलाई म लिटरली देखाउँछु। देख्न सक्नुहुन्छ तपाईँहरू यहाँबाट तल यस्तो दामी भाइबमा छ गाइस। तपाईँहरू ट्री लभर हुनुहुन्छ भने, तपाईँहरूलाई नेचर मनपर्छ भने गाइस, आई विल रेकमेन्ड यु हियर. You guys can come and enjoy the vibes, guys. We will just wait for someone to take an order. Oh, त्यो ल्याइदियो. चिसो पानी चाहिँदैन होला हौ। गाइस देख्न सक्नुहुन्छ मैले फिलहाल एउटा सानो ड्रिङ्क्सको अर्डर दिइसकेको छु। अब त्यो ड्रिङ्क्स आइसक्छ, अनि त्यहाँबाट गाइस अरू अर्डर दिएको। हे गाइस, म छाडी आएको थिएँ आज। फिलहाल अहिले म निस्किँदैछु, अनि फिलहाल भइसक्यो, घरतिर तर्फ लाग्दैछु। हेर्नु सक्नुहुन्छ तपाईँहरू, इट्स अ भ्यू अफ छाडी, यु क्यान सी इट। म बिलिङ गर्छु यहाँनिर, देख्न सक्नुहुन्छ तपाईँहरू, हल्का आउनु सक्नुहुन्छ। भाइब्सहरू राम्रो छ यहाँनिर, नेचर मनपर्छ भने आउनु सक्नुहुन्छ। बिल कहाँ गर्नु? थ्याङ्क यू गाइस। देख्न सक्नुहुन्छ दृश्य, अहिले फिलहाल म छाडीबाट निस्किसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो चाहिँ रह्यो छाडी। तपाईँहरू आउनु सक्नुहुन्छ धुलारीबाट, तपाईँको चोकबाट सिधै यता आउनुभयो। गाइस तपाईँहरू देख्न सक्नुहुन्छ म यहाँ अहिले फिलहाल जुत्ता लिन आएको छु। गोल्ड स्टारको जुत्ता देखाउनु हुँदैछ अङ्कलले, देख्न सक्नुहुन्छ। यो गोल्ड स्टारको कस्तो छ कमेन्ट गरिदिनु होला डाउनमा। बट मलाई यो मन परेन क्या अङ्कल, अलिक नर्मल खालको, एउटै कलर भएको होइन। गाइस देख्न सक्नुहुन्छ, अब अहिले फिलहाल एउटा जुत्ता हेर्दैछु म। ए पुरै ब्ल्याकमा छैन कि पुरै वाइट, कि पुरै ब्ल्याक? गाइस मलाई चाहिँ यो झिर्के मिर्के चाहिँ लाउनु मन लाग्दैन लिटरली। मलाई चाहिँ अलिकति हल्का मेरो पर्सनल चोइस चाहिँ गाइस यो देखाउनु भयो, तर यो मन परेन मलाई लिटरली, मलाई मन परेन। वाइट भनेपछि प्योर वाइट चाहियो गाइस मलाई। गाइस देख्न सक्नुहुन्छ तपाईँहरू, यो चाहिँ खोल्नु त एकबार। गाइस एउटा देखाउनु भयो भर्खरै, मलाई मन परेको छ, प्योर वाइट छ त्यो चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ होइन, म तपाईँहरूलाई देखाउँछु। अङ्कलले अब बाल जुत्ता निकालिदिनु भयो। गाइस देख्न सक्नुहुन्छ तपाईँहरू, क्या जुत्ताको क्वालिटी छ, यति वाइट छ गाइस। कति अङ्कल यसको प्राइस? कति नम्बर हो यो? कति नम्बर? लगाइहाल्छु नि, यस्तो के टेन्सन। कति नम्बर हो यो? गाइस देख्न सक्नुहुन्छ म जुत्ता ट्राई गर्दैछु। अब फिलहाल लिटरली मलाई चाहिँ एउटा नर्मल सू चाहिएको थियो वाइटमा। अहिले फिलहाल म यो वाइट सू ट्राई गर्दैछु गाइस, देख्न सक्नुहुन्छ। बबाल भयो गाइस। गाइस अमेजिङ।